हेलो गुड मर्निङ नमस्ते सबैजनालाई सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि यतिखेर चाहिँ म वीरेन्द्रनगरमा छु वीरेन्द्रनगरमा चाहिँ बिहान बिहान मर्निङ वाकको लागि निस्केको अनि एउटा सामान चाहिँ मैले यो मेरो भान्जाको लागि बिपी सेट चाहिँ दाङ पठाउनु पर्ने छ त्यो भए हुनाले आज मर्निङ वाक चाहिँ म बस पार्कतिर जान्छु अनि यो एकदम चिसो छ अहिले लगभग बिहानको 6:30 बजिसकेको छ अनि दाङको लागि चाहिँ यहाँ सुर्खेतबाट 3वटा गाडी जान्छ रे बिहानमा पहिलो गाडी चाहिँ 6 बजे त्यसपछि 7 बजे र त्यसपछि 8 बजे गरेर 3टा गाडी जाँदो रहेछ अनि 6 बजेको गाडी चाहिँ अहिले छुटिसक्यो अलि बिहानै जाँदो रहेछ अब अहिले 7 बजेको गाडीमा चाहिँ पठाउँछु जस गाडी चाहिँ 3टा जान्छ ल अहिले चाहिँ म अब यसो बस पार्कतिर जान्छु अनि बस पार्कतिरको माहौल चहल पहल कस्तो छ त्यो पनि देखाउँछु अनि आज चाहिँ मलाई 2टा काम हुने भयो एउटा बिहान बिहान मर्निङ वाक जाने काम भयो अनि अर्को चाहिँ भान्जालाई सामान पठाउने काम पनि भयो म चाहिँ अब यो खजुराको हाइवेतिर आइपुग्ला यो चाहिँ दैलेख रोड हो यो चाहिँ दैलेख रोडबाट माथि कालिन चोकतिर हो जस माथिको डाँडाहरू देखिरहेछ अनि यहाँनिर अचम्म के हुन्छ भन्दाखेरि यो तलको जुम्ला हाइवे भन्दा माथितिर चाहिँ यसरी खुल्ला हुन्छ है हुस्सु लागेको हुँदैन र जुम्ला हाइवेतिर चाहिँ यसरी हुस्सु लागेको छ तल केही पनि देखिँदैन यहाँको एउटा अचम्म यो वीरेन्द्रनगरको एउटा अचम्म भनेको चाहिँ यही छ यो चाहिँ क्याम्पस रोड चोकभन्दा तल चाहिँ पुरै हुस्सु लागेको छ अनि योभन्दा माथि चाहिँ छैन अब यो चाहिँ क्याम्पस रोड हो अनि अब म चाहिँ अहिले क्याम्पस रोडमा आइपुगेँ यो चाहिँ सुर्खेत क्याम्पस आइपुग्यो अहिले ल यो चाहिँ मिड वेस्टर्न युनिभर्सिटीको बिल्डिङ हो अहिले चाहिँ म यहाँ मिड वेस्टर्न युनिभर्सिटी आइपुगेँ यहाँनिर पनि क्लास हुन्छ यहाँको जो प्रशासनिक बिल्डिङ चाहिँ माथि छ बिहान यो क्याम्पस रोडमा स्टेसनरीहरू खाजा घरहरू चाहिँ खुलिसकेको हुँदो रहेछ यो चाहिँ कर्णाली प्रदेशको प्रादेशिक स्टेडियम रङ्गशाला यही नै हो अनि यहाँबाट नजिकै अब बस पार्क चाहिँ यहाँबाट लगभग 1 मिनट पनि छैन अनि बस पार्कतिर चाहिँ पुरै हुस्सु लागेको छ अनि यस्तो चाहिँ यो सटरहरू बन्दैछ अझै सञ्चालनमा चाहिँ आएको छैन 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता चाहिँ यही रङ्गशालामा हुने कुरो छ अब अहिलेसम्म जस अस्ति आएको नयाँ सरकारले डेट चाहिँ फिक्स गरेको छ तर जस गेम कहिले गर्ने भनेर अझै टुङ्गो चाहिँ लागेको छैन अनि अब सायद यो फागुनमा चाहिँ गेम हुँदैन होला हैन फागुनको 2 गतेबाट भनेको छ क्या तर 2 गतेबाट चाहिँ गेम हुने कुनै छाडकाड छैन लक्षण छैन है अझै कतिपय जिल्लाका खेलकुदहरू जिल्लामा सम्पन्न हुनुपर्ने खेलकुदहरू जिल्लाको छनौट खेलकुदहरू अनि प्रदेशको छनौट खेलकुदहरू अझै पनि भएको छैन त्यसले गर्दाखेरि अब यो 2 महिनाको छोटो समयमा चाहिँ सायद गेम नहोला जस गेम भए पनि नभए पनि कर्णालीले चाहिँ अहिले यस्तो राम्रो देशकै एकदमै उत्कृष्ट रङ्गशाला चाहिँ पाएको छ त्यो नै कर्णालीवासीको लागि गौरवको कुरो हो अब गेम त पछि समय अनुकूल हुँदै जाँदा सबै कुराहरूको राम्रो व्यवस्था हुँदै जाँदाखेरि चाहिँ गेम त पछि भइहाल्ला केही छैन यस्तो छ ल यो चाहिँ सुर्खेतको सबैभन्दा पुरानो क्याम्पस हो सुर्खेतको शिक्षा क्याम्पस चाहिँ यही नै हो यो जुन देखिरहनु भएको छ यो बाहिरको कम्पाउन्ड यो भित्रको रातो बिल्डिङहरू चाहिँ शिक्षा क्याम्पस हो सुर्खेतको TU एफिलिएटेड
सुर्खेतको सबैभन्दा पुरानो क्याम्पस यही नै हो। अनि यो पारिपट्टिको चाहिँ रङ्गशाला जुन निर्माणको काम सम्पन्न पनि भइसकेको छ र अब केही समयमा यो चाहिँ सञ्चालनमा आउँदैछ। ल अब चाहिँ म बस पार्क आइपुगेँ। ट्याक्कै यो चाहिँ सुर्खेतको बस पार्क बीच बजारमा मङ्गलगढी चोकमा छ। अनि अब यहाँ हेरौँ, यहाँभित्रको माहौल चाहिँ हेर्न लायकको हुन्छ है। अझ यहाँभन्दा पनि अगाडि जुम्ला हाइवेको माहौल चाहिँ एकदमै हेर्न लायकको हुन्छ। त्यहाँ चाहिँ पुरा यो अटो रिक्सामा चाहिँ तान गरिरहेको त्यो चाहिँ एकदम हेर्न लायकको दृश्य चाहिँ हामीले भित्र यो के अरे ट्याक्कै यसको अगाडिको जुम्ला हाइवेतिरको गेटमा चाहिँ पाउँछौँ। त्यहाँनिरको गेटमा चाहिँ पुरै यो अटो रिक्सामा जो आउँछन् सबैलाई तानिरहेको हुन्छन् कि यो समितिको मान्छेहरूले। त्यो चाहिँ हेर्न एकदमै लायकको छ। यस्तो चिसो छ, चिसोमा आगो बालिरहेको छ। के अरे घोराई जाने गाडी छ? घोराईको गाडी छुटिसकेको रहेछ। अनि त्यो भए हुनाले सामान चाहिँ मैले यहीँ हाम्रो एकजना भतिजलाई दिएको छु। भोलि बिहान 6 बजे चाहिँ सामान पठाइदिन्छु भनेर। अनि म चाहिँ अब अहिले बस पार्कबाट निस्किन्छु। यसो बिहान मर्निङ वाक पनि भयो। अनि आज यहाँ सामान पठाउने काम आज नभए पनि भोलि हुन्छ। अनि अब त्यही नै हो। अहिले चाहिँ अब निस्किन्छु। यहाँ पुरै हुसु लागेको छ, चिसो छ। अलि माथि हुसु नलागेको ठाउँतिर जानु पर्ला। यस बस पार्कको माहौल चाहिँ एकदमै राम्रो छ। अनि खासै मैले यसरी रेगुलर बेसिसमा चाहिँ भ्लग बनाउँदैन थिएँ होइन। आज चाहिँ बिहान निस्किन लाग्छु एकचोटि। अनि यसो बनाइदिउँ न त कस्तो हुँदो रहेछ भनेर चाहिँ यसो ट्राई गरेको। अनि अब चाहिँ यसो रेगुलर बेसिसमा बनाउनु पर्ला कस्तो हुँदो रहेछ भिडियोहरू। ल भिडियो कस्तो आएछ, राम्रो छ छैन, केही सजेसनहरू छ भनेपछि यसो कमेन्ट मार्फत गर्नु होला है त। ल यही नै हो अहिलेलाई।